यदि हजुर चाहनुहुन्छ हजुरको बच्चा ठुलो भएर टिनेजमा हजुरसँग कनेक्टेड रहोस्, हजुरसँग झुट नबोलोस्, हजुरसँग आफ्नो हरेक फिलिङहरू सेयर गरोस् भने यो भिडियो हजुरका लागि। नम्बर 1, यदि हजुरको बच्चा कुनै मिस्टेक गर्छ र हजुरलाई आएर भन्छ भने प्लिज त्यतिखेर रियाक्ट नगर्नुहोस्। आफ्नो बच्चालाई पिट्ने, गाली गर्ने काम नगर्नु। किनकि यदि हजुरको बच्चाले चाहेको भए त्यो कुरा लुकाउन सक्थ्यो होला, उसले हजुरसँग झुट बोल्न सक्थ्यो होला, तर हजुरको बच्चाले त्यस्तो गरेन। सो आफ्नो बच्चाको मिस्टेकहरूलाई कसरी सोल्भ गर्ने, कसरी फिक्स गर्ने त्यतापट्टि लाग्नुहोस्। नम्बर 2, यदि हजुरको बच्चा हजुरसँग आफ्नो फिलिङहरू सेयर गर्दैछ, ऊ हजुरसँग कुरा गर्न खोज्दैछ भने त्यतिखेर आफ्नो बच्चालाई इग्नोर नगर्स्यो। किनकि त्यो कुराहरू हजुरको लागि सानो हुनसक्छ तर बच्चाको लागि त्यो कुरा त्यति नै ठुलो र त्यति नै इम्पोर्टेन्ट हुनसक्छ। नम्बर 3, यदि हजुरको बच्चा आफूसँग भएको कुनै इन्सिडेन्टहरू हजुरसँग सेयर गर्छ भने त्यतिखेर आफ्नो बच्चालाई सिधै ब्लेम नगर्नुहोस्। जस्तै आज म्यामले मलाई पिट्नुभयो या मेरो साथीहरूसँग झगडा भयो भन्दाखेरि हजुरले उसलाई नै तिमी नै गलत थियो होला, तिमीले नै काम बिगाडेको होला भनेर भन्नु हुँदैन विदाउट नोइङ द फुल स्टोरी। यदि यो उमेरमा हामीले बच्चाको कुरा सुनिदिएनौँ, उहाँको कुरा बुझिदिएनौँ, उहाँहरूलाई प्रब्लम सोल्भ गर्नमा हेल्प गरेनौँ, उहाँहरूको मिस्टेकहरूलाई फिक्स गर्नमा हेल्प गरेनौँ, उल्टा बच्चालाई नै हामीले रिसायौँ, उसलाई नै गाली गऱ्यौँ, उसलाई नै गलत भन्यौँ भने हजुर आशै नगर्नुहोस् कि भोलि गएर टिनेजमा उसले हजुरसँग आएर केही कुरा पनि सेयर गर्न सक्छ। बच्चा झुट बोल्नेछ, बच्चा कुरा लुकाउनेछ, बच्चा आफै सफर हुनेछ, तर उसलाई हामीसँग आएर कुरा सेयर गर्न त्यति इजी लाग्ने छैन। उल्टा उसलाई हामीदेखि डर लाग्नेछ। सो आफ्नो बच्चालाई हरेक सानो कुरामा रियाक्ट नगर्नुहोस् र हमेसा आफ्नै बच्चालाई ब्लेम नगर्नुहोस् र बच्चालाई इग्नोर चाहिँ पक्कै पनि नगर्नुहोस्। थ्याङ्क यू।